तपाईँ आफूलाई अहिले 80 वसन्त पार गरेको भनेर भन्नुहुन्छ। तपाईँ आफ्नो परिचय दिनुहोस् त। 80 वर्ष पार गरेको भन्दैमा एउटा परिचय त भइसक्यो। किनभने म 2003 सालमा जन्मेको भन्ने कुरा त होइन र अब कहाँ जाने भन्ने कुरा त म त के भनेदेखि मेरो कार्यस्थल पनि धादिङ नै हो र घर पनि मेरो धादिङको पाल्पामा थियो, धादिङ जिल्लाको पाल्पामा। तपाईँको जन्मस्थान? मेरो जन्मस्थान पनि त्यही नै हो, पाल्पा धारापानी नै हो। कति सालमा जन्मनुभयो? म 3 सालमा 2003 साल भन्नाले त 2000 अरू त सम्भवै भएन नि, 19 भएन, केही नै भएन। 2003 साल विक्रम सम्पत। हजुर 2003 सालमा धारापानी पाल्पा दार्जिलिङमा जन्मिनुभयो। त्यसपछि त्यहाँ कति वर्ष त्यहाँ हुर्किनु भयो? के खेल्नु बाल्यकाल त्यहीँ बित्यो? मेरो बाल्यकाल त्यहीँ बित्यो र त्यहीँ भन्दा मेरो बाल्यकाल त कतिपय ठाउँमा मेरो पिताजी ठाउँ पढाउन जानुहुन्थ्यो र उहाँसँग म सँगसँगै जान्थेँ र आधारभूत पछिको लागि आधारभूत ज्ञानहरू सबै विषयका ज्ञानहरू उहाँबाट मैले लिन्थेँ है। र यही क्रममा हुँदै जाँदाखेरि म 21 सालमा म इन्डिया पुगेँ। इन्डिया जुन विद्या हराए काशी जानु भन्छन् नि, हो त्यो ठाउँमा गएर मैले एसएलसी आइए बराबर मैले औपचारिक शिक्षा लिएँ। त्यो बेलामा के भन्थ्यो त्यो तपाईँले ल्याएको शिक्षाको डिग्रीलाई? जस्तै अहिले पूर्व मध्यमा भने एसएलसी र पूर्व मध्यमा भनेको एसएलसी र मेरो दर्शन राजनीति शास्त्रमा पूर्व मध्यमा हो, उत्तर मध्यमा पनि त्यही नै विषय हो दर्शनमा उत्तर मध्यमा। त्यसपछि तपाईँ कति सालमा चाहिँ? त्यसपछि त म कता के भयो त भन्नुलाई भनेदेखि घर आएँ। घर आएपछि म पिताजीको एउटा सहयोगी पनि बने होइन र हुँदै जाँदा म 27 सालमा मैले पिताजीलाई जागिर छोड्नबाट मैले जागिर छोडाउनबाट अब किनभनेदेखि वृद्ध अवस्था भएको हुनाले छोडाएँ मैले र 27 सालमा यहाँ घर बनाएर धादिङ पाल्पाबाट आइयो, घर बनाइयो थाई रूपले चाहिँ होइन। र थाई रूप भने अस्थायी रूपले चाहिँ पहिले गोठ थियो, तल गोठबाट पनि यहाँ काम यहीँ बसिन्थ्यो बेला बेलामा है, यहीँ बसिन्थ्यो र थाई रूपमा चाहिँ उहाँको घर भत्काएर यहाँ आइयो। अनि 28 सालमा 27 सालमा यहाँ आइयो। त्यसपछि अनि त्यसपछिका तपाईँका यात्रा? त्यसपछिका यात्राहरू के भयो त भन्नुहोला भने म यो यस्तो ठाउँमा थिएँ कि एउटा विकट ठाउँमा थिएँ। विकट भनौँ कि के भनौँ, चारै गाउँको चारै पञ्चायतको माझ पनि थियो तर मेरो वरिपरि कुनै पनि घर थिएन। र त्यही परिप्रेक्ष्यमा हुँदै जाँदाखेरि एउटा वातावरणले के साथ दियो भन्नुहोला भनेदेखि यो 4 पञ्चायत कुन पञ्चायत? 4 पञ्चायत भन्नाले साङ्कोस पञ्चायत जहाँ प्रधान पञ्च हुनुहुन्थ्यो टिकाराम, अर्को त्यस्तै पाल्पा पञ्चायत जहाँ प्रधान पञ्च हुनुहुन्थ्यो जगन्नाथ, उपप्रधान पञ्च त्रिलोचन, त्यस्तै साँखुमा प्रधान पञ्च हुनुहुन्थ्यो टिकाबहादुर भण्डारी, त्यस्तै यो सुनल्ला बजारमा त्यो उपप्रधान हुनुहुन्थ्यो अधिकारी है। त्यसको बिचमा अनि त्यहाँबाट के भयो त भन्नुहोला भनेदेखि यो चारै गाउँको माझमा एउटा स्कुलको आवश्यकता पर्यो र सम्भाव्यता के पनि थियो भने यहाँ सदरमुकाम पनि झर्ने भन्ने सम्भाव्यता पनि थियो है। र सबै कुरालाई दृष्टिगत गरिकन प्रशासन, जिल्ला प्रशासन, सबै स्थानीय पदाधिकारीहरूको सहयोगमा म पनि सामेल भएँ र प्रधानाध्यापकको संस्थापकको रूपमा रहँदै प्रधानाध्यापकको जिम्मेवारी ममा आइपुग्यो। पहिलो प्रधानाध्यापक भएर के को कुन स्कुलको नाम? नीलकण्ठ निम्न माध्यमिक। त्यो बेला निम्न माध्यमिक थियो। निम्न माध्यमिक यस्तो थियो कि त्यो एकैचोटि चाहिँ 8 क्लाससम्म चलाएको। कहिले अरू त
क्रमशः हुँदै जान्छ नि होइन त्यो हामीले एकैचोटि 8 क्लाससम्म पढायौँ त्यो कति साल कुरा यो साल हो कति सालको भन्नु होला भनेदेखि 2031 साल वैशाख 1 गते आइतबारको दिन सुरु स्थापना गरियो भनेपछि त्यो स्थापना भनेपछि त्यसको स्थापना संस्थापक चाहिँ 4वटा पञ्चायतका पदाधिकारी स्थानीय सरकार पदाधिकारीहरू प्रधानपञ्च उपप्रधानपञ्च लगायतका र हजुर प्रधानपञ्च प्रधान अध्यापक होइन पहिलो प्रथम प्रधान अध्यापकको रूपमा हजुर बसेर त्यो स्कुल स्थापना गरियो र चलाइयो पनि है त्यसको निस्वार्थ भावले चलाइयो। त्यसमा तपाईँ जाहिर कति तलब कति त्यो औपचारिकता निभाउनको लागि के गर्थे भनेदेखि सञ्चालक समितिले मलाई लेखेर चाहिँ 200 महिनाको 200 रुपियाँ भनेर तोकेर दिएको थियो। तर हामीले त्यो स्रोतै थिएन, हाम्रो बरु आफ्नो घरको नै त्यहाँ खर्च हुन्थ्यो होइन, इष्टमित्र आउने सरकारीहरू यताउति खर्च आफ्नो घरको हुन्थ्यो। त्यसले तपाईँले स्कुल सञ्चालन गर्नु पर्यो भनेपछि स्कुलको संस्थापक प्रधान अध्यापकको रूपमा तपाईँ चिनिनु भयो। तर सुरुमा चाहिँ हामी सुरुमा त हामी 4 जना थियौँ है। फेरि को हुनुहुन्थ्यो? बाबुराम नेपाल हुनुहुन्थ्यो है, उहाँ एसएलसी दिएर छोडेर आउनुभएको, एसएलसी दिएर आउनुभएको। त्यस्तै नानीराम सापकोटा हुनुहुन्थ्यो साङ्कोसबाट है, उहाँ कारमा झिकाएको है, झिकाइएको थियो। र त्यस्तै म यतापट्टिबाट म थिएँ, पाल्पापट्टिबाट मुरल भन्ज्याङपट्टिबाट भनौँ, त्यस बेलाको मुरल भन्ज्याङ पाल्पा भनिन्थ्यो। त्यसरी रामप्रसाद अधिकारी पनि हुनुहुन्थ्यो। रामप्रसाद अधिकारी पनि उहाँ आफ्नो पढाइ छोडेर आफ्नो सेवाको रूपमा आउनुभएको थियो। भनेपछि स्कुल स्थापना पनि तपाईँको जिन्दगीको यात्राको सबभन्दा महत्त्वपूर्ण कामहरू चाहिँ स्कुल स्थापना, 4 जना बुद्धिजीवी 4 जना भए, पोलिटिसियनहरू अथवा राजनीतिक कर्मीहरू 4वटा प्रधानपञ्च। र त्यसमा चाहिँ यो सम्भाव्य सदरमुकाम भएको हुनाले प्रशासनको पनि ठुलो सहयोग थियो। प्रशासनको पनि भने सुनौला बजारबाट प्रशासनको पनि यसमा गर्नलाई सहयोग चाहिँ मिलेको सहयोग थिएन है, नैतिक सहयोग थियो। अनि त्यसरी स्थापना भयो। अनि सदरमुकाम चाहिँ कहिले तपाईँ 31 सालमा स्थापना गर्नुभयो तपाईँहरूले? त्यो विद्यालय स्थापना भयो र यो 32 सालमा माथिबाट भनेको सुनौला बजारबाट, जुन यो भैरवी मन्दिरको सुनौला बजारबाट उपत्यका सुनौला बजारबाट गरेको 32 सालमा सदरमुकाम तल झर्ने प्रक्रिया सुरु भयो। तर पुरै चाहिँ 32 सालमै जम्मै क्रमशः आयो नि। अब त्यो एक दिन अदालत आयो, अर्को दिन माल आयो, अर्को यसरी क्रमशः आउँदै भयो। अनि त्यो बेलामा तपाईँको स्कुलको विद्यार्थीहरू कति थिए, के थिए, केही अलिकति छ सुरुमा? थियो विद्यार्थी चाहिँ हामीले अलिकति बेसी जनको सुरुवात थियो हाम्रो। आवश्यकताले गर्दाखेरि बेसी एउटा गरिराखौँ, सुरु गरिराख्यो भने अर्को वर्षलाई सहिलो हुन्छ भनेर गरेको हुनाले त्यस बेला भर्खर कुनैमा 8 जना थिए, कुनैमा 4 जना थिए, कुनैमा 10-15 जना थिए। यस्तै थोरै पहिलो दिनमा है क्रमशः बढ्दै गएका थिए। अनि अहिले त्यो स्कुलको अवस्था? अहिले स्कुलको अवस्था त एकदम धेरै राम्रो छ है। कसरी भनेदेखि म कुनै त्यो दिन गएको थिएँ त्यो कार्यक्रममा, त्यहाँ जाँदाखेरि हामीले पहिले चाहिँ महिलाहरू त्यहाँ देख्नै पाउँदैन थियौँ, केटीहरू है। अहिले सबै केटीहरू नै छन्, अब केही मात्रै केटाहरू छन् पढ्ने त्यहाँ है। अहिले कलेज बनिसक्यो थियो। अहिले त माध्यमिक त्यो न्यून माध्यमिक थियो त्यो 17 सालमा भने 35-36 सालमा त्यो माध्यमिक विद्यालय भयो। अनि त्यहाँबाट 31 सालमा के थियो? त्यो 31 सालमा न्यून माध्यमिक थियो। त्यसपछि 36-37 सालमा त्यो माध्यमिक विद्यालय भयो र अहिले यो कलेजमा छ। अनि तपाईँको सुरुमा स्थापना कालमा संस्थापक प्रधान अध्यापकदेखि अहिलेसम्म तपाईँ त्यही यसमा पढाइरहनु भएको छ? हो, त्यो स्कुलमा मैले कति वर्ष पढेँ, 64 साल भाद्र महिनासम्ममा निरन्तर त्यहीँ पढाएँ। 64 सालमा तपाईँ शिक्षक सेवाबाट शिक्षक माध्यमिक
माध्यमिक शिक्षकको रूपमा माध्यमिक तपाईँ सेवानिवृत्त हुनुभयो। अनि त्यो बिचमा तपाईँले गरेका एक दुईवटा कुराहरू केही भन्न तपाईँको परिचयमा त्यस्तो त्यो बिचमा भन्दा त्यो अलि लामो हुन्छ। बरु त्यो छोडेपछि होइन कति सालमा भने म 67 सालमा बिसेवा नेपाल संस्था एउटा स्थापना गर्नुभयो। ज्येष्ठ नागरिकहरूलाई कसरी के गरी गर्ने भनेर त्यसको बारेमा चाहिँ एउटा अगाडि चिन्तन बढाउनको लागि त्यो बिसेवा नेपाल स्थापना भयो। त्यसको संस्थापक अध्यक्ष पनि आफूलाई हुने करै लाग्यो होइन। त्यसको संस्थापक अध्यक्ष पनि हुनुभयो। र पछि त्यसको 2 वर्षपछि ज्येष्ठ नागरिक जिल्ला सङ्घको गठन गरेर अध्यक्ष भइयो। र हालसम्म अहिलेसम्म पनि हुन परिराखेको छ। अब म त्यसलाई बिस्तारै बिसाउँदैछु त्यसलाई है। भनेपछि स्कुल लेभलमा स्कुलको संस्थापक अध्यक्ष हुनुभयो, बिसेवा नेपालको नि संस्थापक अध्यक्ष भएर अगाडि बढाउनु भयो, ज्येष्ठ नागरिक जिल्ला सङ्घ धादिङको नि संस्थापक अध्यक्ष भएर अगाडि बढाउनु भयो। यो बिचमा तपाईँ निरन्तर आफ्नो कुराहरूलाई अगाडि बढाइरहनु भएको छ, आफ्नो विचारहरूलाई अगाडि बढाइरहनु भएको छ। त्यसमा तपाईँ कृषि व्यवसायसँग तपाईँको सम्बन्ध के छ? म त कृषि व्यवसायमा त यसो त यो हाम्रो कृषि प्रधान देश हो, समृद्धिको आधार नै कृषि हो र यो निर्विकल्प हो। यो त्यस कारणले यो कृषि पेसालाई उच्च सम्मान गर्ने मेरो पहिलेदेखि नै एउटा प्रवृत्ति बस्यो है। र त्यस्तै म नयाँ कुराहरू जान्नको लागि म पहिलेदेखि नै उत्साहित हुन्थेँ। म आफ्नो कोर्स किताबमा मात्रै म भर पर्दैन थिएँ। मेरो विषय मेरो दर्शन हो तापनि म केही विभिन्न विषयका किताबहरू पनि अध्ययन गर्थेँ। विभिन्न मानिसहरूसँग म सङ्गत गर्थेँ त्यही बेला है। र त्यस्तै मेरो स्वभाव के छ भन्नु होला भनेदेखि नयाँ टेक्नोलोजीको प्रयोग गरेर देशको समाजको विकास गर्ने सेवा गर्ने भन्ने छ। र म अझै पनि के छ भने यो समाजप्रति सेवा गरिरहन सकौँ भन्ने एउटा चिन्तन चाहिँ ममा। भनेपछि अहिलेको जेनजीको जुन अहिले विद्रोह आन्दोलन चाहिँ भने त्यसमा तपाईँको कुरा मिल्छ क्या? त्यसमा त मेरो के भनेदेखि देश युवाहरूले नै हाँक्नुपर्छ है। र ज्येष्ठ नागरिकहरूको सरसल्लाहबाट युवाले नै लिनुपर्छ। ज्येष्ठ नागरिकहरूले नै सधैँभरि बसिरहनु हुँदैन भन्ने पनि मेरो धारणा हो। अब समष्टि गरेर तपाईँ आफूलाई 2-4 सेन्टेन्समा आफ्नो परिचय तपाईँ आफू कस्तो हो भन्ने जस्तो लाग्छ? म एउटा नयाँ कुराहरू जान्न चाहने, समाज अग्रगतिमा जाओस् भन्ने धारणा राख्ने व्यक्तिको रूपमा म आफूलाई छु भन्ने सोच्दछु। म तपाईँको कारणबाट उत्प्रेरणा लिएर कसैले गर्ने कसैको केही 2-4 जना मान्छेको नाम भन्न सक्नुहुन्छ? केही अहिले याद छ मबाट उत्प्रेरणा लिएर अगाडि बढेकाहरू? होइन, धेरै छन् नि। अब मबाट उत्प्रेरणा म त कहिले के भन्थेँ भनेदेखि खुबै अध्ययन गर्थेँ। म साथीहरूलाई, मेरो छोरा नातिहरूलाई पनि म आफै पढ आओ यताउति म भन्दैन थिएँ। म आफू नै के गर्थेँ भने आफै अध्ययन गर्थेँ है। र आफ्नो नक्कल गरून् भन्ने थियो। त्यस्तै आफ्नो घरमा पनि कतिपय विद्यार्थीहरूलाई बसोबास दिने होइन, त्यो नि एउटा उत्प्रेरणाको हो होइन। त्यस्तै विद्यालयमा पनि मेरो उत्प्रेरणाबाट नै मैले पनि विदेशमा गएर दुःखसँग पढेको इत्यादि कहानी कुरा गरेर पढ्दाखेरि कतिपय अहिले कोही माथिल्ला स्तरमा त्यस बेलाका विद्यार्थीहरू डक्टर इन्जिनियर बनेका छन्। त्यो उत्प्रेरणाको परिणाम नै हो। हजुर। लास्ट अब तपाईँको परिचयलाई छोटकरीमा 2-3 सेन्टेन्स सर आफ्नो नामसहित चट्ट भनिदिनुहोस् न। अनि यसलाई सोसियल मिडियामा राख्दा हुन्छ? सोसियल मिडियामा त राख्ने त्यो साधारण कुरा हो, त्यसलाई त राख्नु र बिट मार्नुहोस् न त अब आफ्नो परिचय सहित। म यति भन्दै म यस धादिङ जिल्लाको ज्येष्ठ नागरिक बिसेवाको अध्यक्ष, ज्येष्ठ नागरिक अध्यक्ष, संस्थापक, स्कुलको संस्थापक, सुरुको प्रधान नीलकण्ठ माध्यमिक विद्यालयको हैसियतले म सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग्यजन भन्ने हाम्रो आर्ष, हाम्रा पुर्खाहरूको एउटा समाजवादी चिन्तन
सफल होस् भन्ने म चाहन्छु। हस्, धन्यवाद।